पुरानो भयो भने ब्लक बबाल आउँछ कि। सो यहाँको एउटा चाहिँ खतम भइसकेको छ। उही चराको बोट छ त हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ युट्युब च्यानलमा। सो आज चाहिँ म मेरो कम्पनीको भ्यू देखाउन गइरहेको छु। सो यो कम्पनी चाहिँ अहिले मलेसियामा छ अनि म चाहिँ स्क्याभेटर ब्लगर। सो आजको ब्लग चाहिँ स्क्याभेटरमै हुन्छ, मतलब स्क्याभेटरबाटै ब्लग बनाउने छु। सो यो चाहिँ मेरो मेसिन हो, अलि पुरानो छ। मेसिन पुरानो भयो भने ब्लग बबाल आउँछ कि, भ्यू बबाल देखिन्छ। सो हेर्दिनु होला। यो अगाडि देखिरहेको यो तालहरू चाहिँ माछा पोखरी हो। सो म चाहिँ अहिले उता मेरो थोरै काम परेर मेसिन लगिरहेको छु उता रुखहरू देख्ने ठाउँमा। सो यहाँदेखि 5 मिनट जति लाग्छ होला त्यहाँ पुग्नलाई। अनि यहाँदेखि थोरै अगाडि यस्तै ताल छ, योभन्दा ठुलो, सबैभन्दा कम्पनीको सबैभन्दा ठुलो ताल छ। सो म तपाईँहरूलाई देखाइदिन्छु, हेर्नुहोला। सो गाइस, हामी आइपुगिसक्यो कम्पनीको ठुलो तालमा। सो तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडिकै हो सो ठुलो कम्पनीको ताल, यो मैले भन्ने चाहिँ। अनि कम्पनीमा यस्तो सानो सानो रुमहरू हुन्छ हामी बस्नलाई। यहाँदेखि चाहिँ म लेफ्ट साइडमा जान्छु। सो मेरो काम चाहिँ यो ठुलो पोखरीको छेउमै हो। अस्ति चाहिँ मलाई बसले यो अगाडिको जुन मेरो मेसिनमा टच भइरहेको रुख बसले फाल्तु गर्नुभएको थियो। सो आज चाहिँ म यसलाई खतम गर्नेवाला छु। आज यो मेरो हातबाट खतम हुनेवाला छ। सो मेरो चाहिँ अहिले मोबाइल ल्यान्ड छैन, म कतै राखेर एडजस्ट गरेर भिडियो बनाउँछु, हेर्नु होला। सो यहाँको एउटा चाहिँ खतम भइसकेको छ, अब थोरै अगाडि छ। राम्रो तपाईँहरूलाई जुम गरेर देखाइदिन्छु। उपरको एउटा झाङ छ, एउटा ठुलो रुखलाई पनि म खतम गर्नेवाला छु। सो गाइस, हामी आइपुगिसकेका छौँ। अब यसलाई पनि म खतम पार्नेवाला छु। उही चराको बोट छ त, हेर्नु त, म जुम गरिदिन्छु। कति राम्रो छ चराको बोट, हेर्नु कति दुःख गरेर बनाएको होला। सो यो चराको बोटलाई चाहिँ केही नगरौँ भने मलाई बोसले केही गर्ला, त्यही भएर म यो चराको बोटलाई केही नोक्सान नपुग्ने गरी यो रुखलाई म बाँच्छु, हेर्नु होला। सो गाइस, यसलाई चाहिँ म यतिकै छोडिदिन्छु। अनि चराको बोट पनि केही भएको छैन, हेर्नु होला। राम्रै छ, अहिलेसम्म केही फर्किएको पनि छैन, राम्रै छ। सो यसलाई चाहिँ म यतिकै छोड्छु।